अहिलेका जापानी युवाहरू विवाह गर्न किन मन पराउँदैनन्? यो विषयमा मैले धेरै जापानी साथीहरूसँग पटक पटक भलाकुसारी गरेँ। तर मैले अन्तिममा दुईटा कुरा पाएँ। जापानिजहरूलाई यो दुईटा कुरा अति नै घृणा लाग्ने रहेछ। त्यसको परिणामस्वरूप जापानी युवाहरू विवाह गर्न मन नपराउने रहेछन्। मैले धेरै जापानी साथीहरूसँग धेरै लामो कुराकानी पश्चात अथवा धेरै समय घुलमिल भएपछि यो दुईटा कुरा मैले पत्ता लगाएँ। एउटा, म मेरो लागि जिउनुपर्छ। मैले कमाएका हरेक सम्पत्तिहरू, मैले कमाएका हरेक पैसाहरू मैले मेरो व्यक्तिगत जीवनको लागि खर्च गर्नुपर्छ भन्ने एउटा जापानी युवाहरूको मान्यता रहेछ, जसले गर्दा विवाह गर्न नरुचाउने रहेछन्। अनि अर्को, मैले विवाह गरेपछि मेरो केही समय मेरो श्रीमतीको लागि खर्च हुन्छ। मेरो समय मैले अरू कसैको लागि दिनु हुँदैन भन्ने युवाहरूको बुझाइ रहेछ। यही दुईटा कारणले जापानीहरू विवाहलाई त्यति रुचि राख्दा रहन्छन्। अनि त्यही भएर जापानमा यतिखेर जनसङ्ख्याको दृष्टिले हेर्ने हो भने युवाको जनसङ्ख्याभन्दा वृद्धको जनसङ्ख्या अत्यधिक बढी छ। अनि अहिलेका युवाहरूले विवाह गर्न त्यति रुचि देखाउँदैनन्। एउटा, मैले कमाएको सम्पत्ति अरूको लागि प्रयोग हुन्छ भनेर, अर्को, मेरो समय अरूको लागि खपत हुन्छ भनेर। यही दुईटा कुराले गर्दा जापानीहरू विवाह गर्न मन नपराउने रहेछन्। मसँगै काम गर्ने एउटा जापानी साथीलाई मैले केही समय अगाडि सोधेँ, जसले हालसालै विवाह गरेको छ। तिमीले विवाह गरेर जीवनमा केही खुसी प्राप्त गर्यौ, केही रमाइलो अनुभव भयो, तिमी सन्तुष्टि छौ यतिखेर? अनि यो कुराको प्रश्नको उत्तर उसले यसरी दियो, मैले विवाह गरेर विवाह अघि म जुन स्वतन्त्र रूपमा चाहिँ म रमाउने गर्थेँ, तर विवाहपछि म त्यो गर्न सकिनँ। यसको अर्थ ऊ गेम खेल्न रुचाउने व्यक्ति रहेछ। भन्नको अर्थ डिजिटल गेमहरू, विभिन्न इन्स्ट्रुमेन्टहरू रुमभरि किनेर राखेको रहेछ। जब उसले श्रीमती विवाह गरेर आफ्नो रुममा ल्यायो, त्यसपछि उसले ती इन्स्ट्रुमेन्टहरू चाहिँ धेरै पैसा लगानी गरेर किनेका ती इन्स्ट्रुमेन्टहरू मैले खेल्न पाइनँ। ती इन्स्ट्रुमेन्टहरू रुममा खेर गइरहेको छन्, मैले त्यो खेल्ने समय नै पाउँदिनँ। अफिसमा हुँदाखेरि मैले काम गर्नुपर्छ, घर गएपछि मैले श्रीमतीको लागि समय दिनुपर्छ। मेरा ती इन्स्ट्रुमेन्टहरू, पैसा तिरेर किनेका सारा इन्स्ट्रुमेन्टहरू त्यत्तिकै बिग्रिएर गए। मैले विवाह गरेर मेरो आधी समय उनको लागि दिएँ। खासै विवाह गरेर म त्यति खुसी छुइनँ। देश विकास हुनु, सबै नागरिकले रोजगार पाउनु, सबैले आर्थिक सबलता हुनु राम्रो कुरा हो। तर आर्थिक सबलता हुने नाममा हाम्रो संस्कार विवाहलाई नि नकार्नु भने खासै राम्रो होइन। जब विवाहलाई नकारिन्छ नि, संसारको सिस्टम नै त ब्रेक लाग्छ, संसारको सिस्टमै त फेल खान्छ। एउटा प्राकृतिक सिस्टम छ नि, विवाह गर्ने, सन्तान उत्पादन गर्ने। देश विकास हुनु राम्रो कुरो हो, तर देश विकास भइरहँदाखेरि अब विवाह नै गर्नु पर्दैन भन्ने यो मान्यता चाहिँ राम्रो कुरा होइन। जापानमा यही भएको छ। देश चरम रूपमा विकास भएको छ, तर अहिलेका युवाहरू विवाह गर्न मान्दैन। त्यसले गर्दा जापानमा युवाहरूको भन्दा वृद्धहरूको सङ्ख्या अत्यधिक बढी छ। तपाईँ हरेक ठाउँमा, कार्यालयमा, उद्योग धन्दा कल कारखानामा जानुभयो भने त्यहाँ जापानी युवाभन्दा वृद्धहरूको सङ्ख्या, जागिर खाने वृद्धहरूको सङ्ख्या बढी छ। यदि यही रूपमा यो रफ्तार चलिरहने हो भने अबको केही दशकमा सायद जापानका विभिन्न ठाउँहरूमा चाहिँ युवाहरू नदेखिने स्थिति छर्लङ्ग बुझ्न सकिन्छ। तपाईलाई कस्तो लाग्छ? विवाह गर्नु राम्रो हो या नराम्रो हो? विवाहले के तपाईको पनि व्यक्तिगत जीवनमा क्षति ल्याएको छ? तपाईँ विवाह गरेर खुसी हुनुहुँदैन? तपाईँ विवाह गरेर तपाईलाई यस्तो लाग्छ, मेरो आधी समय मैले श्रीमतीलाई दिनुपर्ने, मैले कमाएको सम्पत्ति मेरो श्रीमतीले खाई भन्ने तपाईलाई पनि लाग्छ? तपाईहरुलाई कस्तो लाग्छ?